घाम लाग्यो है भक्ति के गरेको भक्ति अहिले जिन्दगीमा नगरेको काम गर्दैछु के बारी खन्दैछु अनि त यस्तो कडा घाम लाग्यो त आज टाङ 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 के गर्नु लागि चाहिँ खनेको यो बारी चाहिँ अब बिजनेस गरौँ भन्ने बुद्धिले पुग्दैन यस्तो पनि छैन त्यही हो खेतीपाती हल्का अब रोप्दै अब सागसब्जीहरू हो उयो साग टमाटरहरू फल्या यो कुनै साकारखण्डाहरू हो त्यही हो अब बिजनेसहरू गर्दै यो हल्का खेतीपाती गर्दै नि साथी अनि खेती लाउने के को चाहिँ खेती लाउने त चाहिँ फेरि अब एकछिन हेर्न रोपेको के चाहिँ रोप्छु के चाहिँ रोप्छस् हौ यतिखेर चाहिँ केही न केही यो सुक्खा दिनमा त तर यो सिजन केही थाहा छैन अब मुकेसम्म जिताउन आँटेको छु बिजन पनि छैन ऊ अब 2 प्याकेटहरू नुन चाहिँ रोपिसके नुन चाहिँ कहिले रोप्छ के लाटा ल अब नुनको केही तर खेतीपाती थाहा छैन भने चाहिँ नोबल नुन रोपेर आम्मामा टक्कै थारमा 1000 जना मेरो पछाडि नुनको खेतीपाती है मैले चाहिँ न्युटेला रोपेको थिएँ कि खोइ त्यो न्युटेला फल्दै फलेन हौ ए लाटा कहाँ नुन चाहिँ फल्छ चटचट भने आरिस गरेको भन्दा साला 2-3 जना गाउँमा काम गरेको देख्नु नसक्ने ठुक्का यस्तो नुन चाहिँ कहाँ फल्छ अनि तर केही गरी खानु देख्नु छैन आरिस गर्नेहरू खुट्टै अगाडि आउँछ खुट्टा तानेको र नि साला नुन मात्र होइन न्युटेलाको खेतीपाती सानो गर्छु म न्युटेला मात्र कहाँ पान मसला रोप्छु चिकन मसला रोप्छु के रोप्छु बाइक रोप्छु